नमस्ते अनि सम्पूर्णलाई स्वागत गर्न चाहन्छु मेरो भिडियोमा। आज चाहिँ हामी आफ्नै खुदको काकाकोमा खाना खान जाँदैछौँ। म फुल भ्लग ल्याउने कोसिस गर्नेछु। ल अहिलेलाई यति नै। ल यहाँ सबैजना छौँ जनताहरू। घर चाहिँ यहाँ तल चौताराहरू। ल यो चाहिँ हाम्रो बाजे बोजूको बर हो। ल यो चाहिँ हाम्रो गाउँ हो। हाम्रो गाउँबाट देखिने सबैहरू। ल है जनताहरू, खाना खाने जनताहरू। बात तो सही है। दौड़ना तो पड़ता है उसके धंधे के बारे में। गएको टिभी लर्निङ लो नि जम्मा। मेरो च्यानलमा हुन्छ। मेरो च्यानल छ त। हाई भन्नु सबैजनाले। ल जाऊ। है म चाहिँ यता छु। यो चाहिँ पाँचथरको कुम्माई गाउँपालिका यासोक केन्द्र लाउती सयङको भवन हो। तपाईँलाई पनि देखाउन चाहे। कुद्दै आएको गले हुँदै यत्तिकै छ। ल एकदम बवाल छ। एकदम बन्ने क्रममा छ है। त्यही हो। ल ल यहाँ चाहिँ मेरो दुईजना भान्जीहरू। आज करिब मेरो भान्जा गरी लगभग 12-13 जना छन् भान्जीहरू। अगाडि पछाडि गरेर उखिन अगाडि दुईजना छन्। बिस्तारै हिँड है, बिस्तारै लड्छन् यिनी। फेरि बाटो चाहिँ अलिकति सानो छ। यो आफ्नै काकाको घर जाने बाटो हो। ल यस्तै छ है गाइस। ल यहाँ चाहिँ मेरो आफ्नै बुवा हुनुहुन्छ। अनि यिनीहरू चाहिँ सबै भान्जीहरू है, दिदीहरूको छोरीहरू। हाई भन्नु है निमी। खै हाई भन्नेको। ल सबैजना गयो। ल तल पनि तुम्बा घर छ। त्यसरी यहाँ जनताहरू आउँदैछ नि। आउनु आउनु ल, छिटो छिटो आउनु। ल जानु अगाडि जानु जानु। ल यहाँ अर्को पार्टी। ल ल ल यहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ। कहिले ठाउँको अरे टिपा हे अन्त सुरेश ल सुरेश म तपाईहरुको लागि कति दुःख गरिरहेको छु। केही भन्नु छैन। केही भन्नु छ भने भन्नु आफै। भात कति कति खाने विचार छ त्यही भन्नु। आज एक एक थाल चाहिँ खाने हामी चाहिँ माइती घर ल ल ल खाने हिँडेको है। ल ल यहाँ माथि चाहिँ हस्पिटल पनि बन्दैछ। त्यही हस्पिटल पनि देख्न सक्नुहुन्छ है। थोरै थोरै देखिन्छ।
आज 3 पाती चामल त उडाउने छ यो ग्याङले 3 पाती चामल चाहिँ मजाले आज खाइन्छ है। अब यसलाई चाहिँ भगटे नै भनेर पनि भन्छ है हाम्रोतिर। ल बारी सारीहरू यहाँ तल तुम्बाको घर हो अनि यहाँतिर चाहिँ हाम्रो तुम्बाहरूको बारीहरू अनि काकाहरूको अनि हाम्रो पनि छ तलतिर तल। ल सबै जङ्गल सङ्गल पुगिसकेछ है। साढे 2 वर्ष पछाडि चाहिँ यो ठाउँमा उपस्थित भइया छ। त्यही हो ल चारतिर गाउँहरू नमी डाँडा होइन लुङफाबुङ छ्यागु यस्तो छ है। ल है यो नास्पातीको बोटसँग चाहिँ मेरो एकदमै राम्रो कनेक्सन छ किनभने यो मैले आफ्नै हातले रोपेको हो नि त एकदम ठुलो भइसकेछ। ठिकै छ अब जे होस् फल्न थालेछ खुसी लाग्यो खाना पनि पाइने भयो अब। तर म चाहिँ खाना पाउँदिनँ तर मैले रोपेको अब जसले खाना पाए पनि त्यो राम्रो कुरा हो। ल है यहाँ फल लागेको छ फल टक 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 लगाइसकेको छ खुसी लाग्यो। यो चाहिँ यसलाई भन्छ मेहनतको फल अनि प्रतीक्षाको फल पनि भन्नुपर्छ यसलाई। यो लगभग 6-7 वर्षै भयो मैले रोपेको यो पनि ठुलो भइसकेको छ। ल मकै बारीहरू अब हामी काकाको घरमा चाहिँ लगभग पुगिसकेको अवस्था छ है। अम्लिसोहरू भलाइ छ एकदम शान्त छ यहाँ काकाको घरमा बस्नलाई चाहिँ किनभने पहिला चाहिँ बारी हो नि त यहाँ काकाले पछिबाट यहाँ चाहिँ घर बनाउनु भयो। काकाले टाँकी साकीहरू आएर रोपेर यत्रो यत्रो बनाइसक्नुपर्छ। ल एकदम मेहनती हुन्छ मेरो काका चाहिँ यस्तो छ है। ल काका कति सकिन्छ ल यस्तो छ। काकाले सुन्तलाको बोटहरू पनि हुर्काइसक्नु भएछ एकदम राम्रो कुरा हो यो। ल पहिला हामी यहाँ दह्रो खन्ने जोत्ने गर्थ्यौँ त्यस्तो छ। हामी लगभग आज 3 घरको दिदी बहिनीहरूसँग हामी छौँ अलिक धेरै नै छौँ भनौँ न। ल सुन्तलाको बोट यस्तो ठाउँमा पनि है फाइनली अब काका घरमा पुग्यो त्यही हो। आमा कस्तो दामी गरेको ल है यहाँ काका हुनुहुन्छ काकी यहाँ दाजु मेरो काका आफ्नै काकी स्याहार है सन्चो हुनुहुन्न क्या हो ए हो तलै आउनु न नि सबै ग्याङहरू छ भाउजूहरू चाहिँ किचन नयाँ निर्णय भएछ। ल ठिक छ एकदमै राम्रो। यो आँपसँग पनि मेरो धेरै राम्रो कनेक्सन छ भन्नुपर्छ। यो आँप पनि मेरो आफ्नै हातले रोपेको हो एकदम ठुलो भइसकेछ। अब जब फल दिन्छ अनि चाहिँ मजा हुन्छ भनौँ न एकदम ठुलो भएछ। सानो सानो मैले तल खेतहरू रोपेँ हो। ल ठिक छ एकदम रमाइलो छ। ल यहाँ हाम्रो काइला दाई अनि त हाम्रो भीम काका पनि मेरो भ्लगमा हाई भनिदिनु न ल। यो चाहिँ मेमोरीको लागि हो त्यस्तो खासै केही होइन। यहाँ चाहिँ हाम्रो ब्युटिफुल भाउजू
खुदको सेल्टिन सकायो भने चाहिँ सिद्धान्तको साथमा यतिको चाहिँ चाहिन्छ किनभने यो भन्दा पनि यो चाहिँ राम्रो हो कि बात तो सही है दौड़ना तो पड़ता है उसके धंधे के बारे में अहिलेको अवस्थामा है यो चाहिँ अब गाउँघरमै अर्ग्यानिक बनेको त्यो लोकल रक्सी भएर खाएको है बियरको बोतल भए पनि गाउँमा त्यस्तो चल्दैन आजभोलि कति थुप्रो साल भयो एक महिना 4 बजे त तल सबै बाँझो भइसकेको छ होइन सर्टै के मित भयो अब बिस्तारै धर्न बिस्तारै हिजो 4 बोतल खानु बुढा टिम बुढो त्यो दबाहरू लौरी सौरीले किनेको होइन हाम्रो आफ्नो व्यक्तिगत त्यो त राम्रो त आफ्नो अब तपाईँहरू सब भेट भयो भने त के हुन्छ कस्तो जाँदाखेरि अस्ति मात्रै जङ्गलमा गोरु हेर्दै आउनु के आउनु भनेर त्यो हाम्रैको रक्सी कि भिड के खालको रक्सी पार्यो आफै पारेको गऱ्यो त्यो सन्द्रको पर्को छोरो त्यो खान्छ साङसाङ यहाँ हेर्नु त यहाँ म ल एकचोटि सबैजनाले हाई भन्न पाइन्छ सानोहरू खै खै हाम्रो सेस्याङ भन्न ल ल भयो पुदिना है चाहिँ पुदिना यो रायोको साग मेहनत गरेको के थियो मेरो आइज भाइ यता चपल पानी यहाँ बस्दा मजाले इंग्लिश उल्टी भाइ लाग्कोमा यहाँ अम्बाको बोट है चाहिँ अम्बाको बोट आतो में बना दिए
छक्कै छ कथो यो कुना क्या किजित पारे एक महिना त थियो कि एक गिलास त अब त्यस्तै हो नानी अब अलि यो किसिम एक किसिम अब छोराहरू भाइहरू भतिजाहरू अब कसो गरेर खान्छौँ राम्रो मात्रै होस् भनेर हामी जहीँसम्म ध्यान त पर्छ अब बुढो भइहाल्यो नि त दौरा चिन्नु पनि भन्दैन ढुङ्गा बुटाउने भन्दैन अनि सबै अहिले सबैको घरमा ग्यास छ दाउरै चिर्दैन खले पकाउनु जब बिल्डिङ हिँड्नु अनि ढुङ्गा पनि फुटाउँदैन गाह्रो छ नि त त्यही भएर फेरि सम्पत्ति पनि अलिक राम्रो हुँदैन कमायो भने साह्रै धेरै पनि होइन यहाँसम्म चाहिँ लाउनु पाइयोस् न रमाइलो बोलेको ल बारी यहाँ पनि सानो ए हाम्रो भान्जा यता हेर्नु छेबारो गर्नु है बेस ए सेबारो गर्नु ल छेबारो गर्नु एउटा हातले गर्दैछ अम्बकको बोटै कहाँ जानु जान्छ भान्जा गइदिएछ भात यहाँ छ बत्ती एउटा ल फाइनली अब खाना पनि खाइसक्यो अब भने हामी चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ है ल अहिले यति नै बाई बाई।